के तपाईँ पत्याउनुहुन्छ स्कुलमा एकअर्कालाई नचिनेको जस्तो गर्ने यी दुईजनाको भेट आजभन्दा ठिक 1 वर्ष अगाडि नै भइसकेको थियो। एकातिर अपमानको पीडा, अर्कोतिर दाग गाल्बी खाने तरिका सिकाउने एउटा अन्जान मान्छे। र आज त्यही अन्जान मान्छे युनबमको लागि अरिङ्गालको वारिस मात्र बन्दैनन्, आफ्नो मायाको लागि हार स्वीकार गर्न पनि तयार हुन्छन्। ओके, अनेस्टी भन्नुपर्दा आजको एपिसोडले मेरो मन अलि भारी बनायो। हाँसो पनि छ, रोमान्स पनि छ, तर अन्त्यमा डाले अर्थै असर गर्छ। सो भिडियो लास्टसम्म हेर्नुहोला। के हो यो 1 वर्ष पुरानो कनेक्सन र त्यो अन्तिमको खेलमा वकिल चोईको मन किन टुट्यो? आउनुहोस्, ड्रामे सोलको आजको भिडियोमा स्प्रिङ फिभर एपिसोड 4 को हरेक रमाइलो र इमोसनल पलहरू केलाऊ। स्वागत छ तपाईको आफ्नै च्यानल ड्रामे सोलमा। अनि यस्तै कोरियन ड्रामाको एक्सप्लेनेसन नेपालीमा हेर्न तलको सब्स्क्राइब बटन थिच्न चाहिँ नबिर्सनुहोस् ल। कहानी सुरु हुन्छ एउटा फ्ल्यासब्याकबाट। 1 वर्ष अघि जेग्यू आफ्ना साथीहरूसँग रमाइलो गर्दै थिए भने युनबम एक्लै अर्को टेबलमा रोइरहेकी थिइन्। यहाँ एउटा रमाइलो सिन छ। जेग्यूले युनबमलाई दागखाल्बी कसरी खाने भनेर सिकाउँछन्। सोच्नुहोस् त, बिचारा युनबम पीडामा छिन्, यता जेग्यू पनि लसुन र मासुको हिसाब सिकाउँदैछन्। तर वर्तमानमा जब युनबमले जेग्यूलाई चक्लेट दिएर ऋण तिरेको नाटक गर्छिन् नि, जेग्यूको मन कस्तो अमिलो हुन्छ। उनले सोचेका थिए सायद यो भेटले केही नयाँ सुरुवात गर्ला, तर युनबम त पर्खाल लगाउन व्यस्त छिन्। अब कहानीमा इन्ट्री हुन्छ हाम्रा मिस्टर पर्फेक्ट वकिल चोईको। उनी युनबमको लागि बेकसुक अर्थात् चिकन सुप लिएर आउँछन्। तर केटीको मन सुपले होइन, सिक्योरिटीले जितिन्छ नि साथीहरू। युनबमको घरमा अरिङ्गालको आतंक मचिन्छ। अनि त्यहाँ को पुग्छ? हाम्रा जेग्यू, अनुहार छोपेर पुरै कमान्डो स्टाइलमा। उनी आफूलाई अरिङ्गाल परिवारको उत्तराधिकारी, हेयर अफ वास्प्स भन्छन्। त्यो रुखमा संयोगवश सोन जेग्यू लेखिएको हुन्छ। जब युनबमले यो रुख काटेर फालिदिए हुन्छ भन्छन्, जेग्यूले त्यो रुख त काट्छन्, तर के उनले युनबमको मनमा भएको पुरानो घाउलाई पनि निको पार्न सक्लान् त? अब आउँछ एपिसोडको सबैभन्दा कन्फ्युजिङ र रोमान्टिक ट्विस्ट, स्कुलको स्पोर्ट्स फेस्टिभल। सुरुमा गोला प्रथा हुँदा हाम्रो जोडी जेग्यू र युनबम दुवै टिम वाइट यानि कि टिम व्हाइटमा पर्छन्। दर्शकको मनमा लट्टु फुट्यो नि होइन? तर मिस्टर होम जो कबाबमा हड्डिहन् ले युनबमलाई जबरजस्ती टिम ब्लूमा सारिदिन्छन्। तर युनबम पनि के कम, उहाँले मिस्टर होमलाई मजाले सम्झाएर फकाएर फेरि टिम व्हाइटमै फिर्ता आउनुहुन्छ, किनकि त्यहाँ जेग्यू छन् नि त। तर यहाँ एउटा समस्या पर्छ। जेग्यूलाई थाहा नै हुँदैन कि बोम टिम व्हाइटमा फर्किसकिन्। बिचरा जेग्यू, उनलाई लाग्छ बोम अझै विपक्षी टिम ब्लूमा छिन्। आफ्नो भतिजाले भनेको कुरा सम्झिँदै यदि मिस युनबमले जित्नुभयो भने उहाँ खुसी हुनुहुनेछ। जेग्यूले आफ्नो मायाको खुसीको लागि खेल नखेल्ने निर्णय गर्छन्। कति निस्वार्थ माया है। खेल सुरु हुने लाग्दा युनबम त्यहाँ आउनुहुन्छ अनि जेग्यूलाई मायाले भन्नुहुन्छ, किन नखेल्ने, आउनुहोस् न, सँगै जित्नुपर्छ। ओहो, जब युनबमले बोलाउनुहुन्छ, जेग्यूको नखेल्ने जिद्दी कहाँ टिक्थ्यो र? उनी त तुरन्तै सेतो टी सर्ट लगाएर मैदानमा हाम फालिहाल्छन्। र नतिजा? जेग्यूको ताकत र युनबमको हौसला, टिम व्हाइटको शानदार जित। उनीहरू बच्चाहरू जस्तै खुसी भएर उफ्रिन्छन्, हाई फाइभ गर्छन्, दुवैजना एकअर्कालाई अङ्गालोमा। तर यो खुसीको माहौलमा एउटा मन नराम्ररी टुट्छ नि। वकिल चोई आइचुन, उनी विपक्षी टिममा थिए, हारे। तर त्यो भन्दा ठूलो हार उनलाई तब महसुस भयो जब उनले जेग्यू र युनबमलाई एकै टिममा एकअर्कासँग त्यसरी रमाइरहेको देखे। वकिलको अनुहार हेर्दा प्रष्ट देखिन्थ्यो। आज उनले खेल मात्र होइन, सायद आफ्नो माया पनि गुमाउँदैछन्। यो एपिसोडले हामीलाई देखायो कि मायामा कहिलेकाहीँ जित्नको लागि हार्न पनि तयार हुनुपर्छ, जसरी जेग्यू तयार थिए। तपाईलाई के लाग्छ, युनबमले जेग्यूलाई टिममा बोलाउनु मात्र मित्रता थियो कि मायाको सुरुवात? अनि बिचरा वकिल चोईको लागि एउटा हार्ट इमोजी कमेन्टमा छोड्न नबिर्सनुहोला। आजको भिडियो यति नै। अर्को एपिसोडको धमाकेदार अपडेट लिएर म फेरि आउनेछु। तबसम्मको लागि हेर्दै गर्नुहोला ड्रामे सोल। बाइ बाइ।